हेलो साथीहरु, धेरै दिनपछि फेरि मैले आफ्नो टिकटक मिनी भ्लग लिएर आएको छु। मलाई चाहिँ जिबेराबाट पिआर प्याकेज आएको छ है त साथीहरु। भन्न पनि नमिल्ने यस्तो भन्ने दिन कहिले आउला। मैले यति धेरै सामानहरु किनेको देखेर चाहिँ जिबेराले मेरो भिडियो देखोस् अनि मलाई पिआर प्याकेज पठाओस् भन्ने लागेको छ मलाई। एनीवेज यो चाहिँ पिआर प्याकेज आएको होइन है त, हामी आफैले किनेको। यत्रो सामान चाहिँ किन किनेको भन्नुहुन्छ भने यो चाहिँ एकजनाको लागि हैन, मेरो साथीहरु र म मिलेर लिएको। मैले लास्ट टाइम पोखरामा हुँदाखेरि चाहिँ जिबेराको फेस वास गरेको भिडियो अपलोड गरेको थिएँ। मेरो साथीहरुलाई पनि ट्राई गर्न मन लाग्यो, त्यही भएर चाहिँ हामी सबैजना मिलेर हामीले अर्डर गरेको। कुरा चाहिँ के हो भने साथीहरु, अब म त खासमा स्किनको बारेमा त्यस्तो खतरा मान्छे त होइन, तर पनि मेरो साथीहरुले चाहिँ मलाई आँखा चिम्लेर अनि मैले लगाएको स्किन केयरको सामानहरुले खासै अहिलेसम्म कसैलाई चाहिँ असर गरेको भनेर मैले सुनेको पनि छैन। साथीहरुले ट्रस्ट गरेको देख्दाखेरि चाहिँ मलाई पनि स्किन केयरको सामानको बिजनेस गरौँ कि जस्तो पनि लाग्छ हो। एनीवेज पार्ट्स अफ द जोक हो। मैले यस्तो बिजनेस गर्ने मसँग क्षमता त छैन, तर मैले स्किन केयरको सामानहरु चाहिँ धेरै प्रकारको चलाइसकेको छु। धेरै महँगोदेखि धेरै सस्तो खालके सबै चलाइसकेको छु। जुन राम्रो छ त्यो चाहिँ रिभ्यू दिने गरेको छु मैले। अनि जतिवटा मैले स्किन केयरको सामानको रिभ्यू दिएको छु त्यो चाहिँ मेरो जेन्युइन रिभ्यू नै थियो र यो पनि जेन्युइन रिभ्यू नै हो। यो चाहिँ मैले आफ्नै पैसा तिरेर यहाँ बिल सहित देखाएको छु है त साथीहरु। यो अनबक्सिङ गरेको वाला चाहिँ मेरो फर्स्ट अर्डर थियो भने यो पछाडिको अर्को अर्डर पनि लिइसकेर मेरो साथीहरुले पाइसकेको छ। अब यो बक्साभित्र के छ भनेर चाहिँ भिडियोमा हजुरले हेर्न सक्नुहुनेछ। यो बक्सामा रहेको छ फेस वाश, टोनर, सेरम, मोइस्चराइजर र सनस्क्रिन। यदि हजुरले चाहिँ बजेट फ्रेन्डली ठिकको प्राइसमा सबै सेटै एकैचोटी चलाउन सोचिराख्नु भएको छ भने त्यो अप्सनमा चाहिँ जिबेरालाई सम्झिन सक्नुहुनेछ। यदि हजुरलाई चाहिँ स्किन केयरको सबै सेट नै एकैचोटी चलाउन मन छ र ब्रान्डेड चाहिँ किन्नलाई अफोर्ड गर्नलाई गाह्रो भएको छ भने जिबेरा ट्राई गर्नुस्, हजुरले रिग्रेट चाहिँ गर्नु नपर्छ। कहिलेकाहीँ चाहिँ हाम्रो स्किन केयरको सामानले भन्दाखेरि पनि हामीले चाहिँ हाम्रो स्किनलाई कुन तरिकाले चाहिँ स्किन केयर गरिरहेको छौँ भन्ने कुरामा पनि डिपेन्ड हुन्छ। आफ्नो स्किन केयर रुटिन चाहिँ सही तरिकाले गरिराख्नु भएको छ कि छैन भन्ने कुरा पनि हजुरले बुझ्नु पर्ने हुन्छ। कतिजनाले चाहिँ मैले त यस्तो महँगो ब्रान्डेड यो ब्रान्डको त्यो ब्रान्डको लगाए तर पनि मेरो स्किनलाई चाहिँ राम्रो गरेन, कामै गरेन। म चाहिँ के भन्छु भन्दाखेरि त्यसमा ब्रान्ड भन्दा पनि हजुरले सस्तो या महँगो जुन चलाउनु भएको छ स्किन केयरको सामान त्यसमा चाहिँ हजुरलाई चाहिने कुराहरू, हजुरको स्किनलाई चाहिने कुराहरू छ कि छैन भनेर चाहिँ हजुरले बुझ्नुपर्ने हुन्छ। सामानहरू या कुनै पनि सामान चलाउनु भन्दा अगाडि चाहिँ हजुरले त्यहाँ लेखिएको कुराहरू राम्रोसँग पढ्नु पर्ने हुन्छ। हजुरको स्किनको प्रब्लम अनुसारले चाहिँ त्यो कुराहरू हजुरको स्किनलाई चाहिने हो कि हैन भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ। र हजुरहरूलाई चाहिँ यो जिबेराको स्किन केयरको सामानहरू चाहिँ एकचोटि ट्राई गर्नु मन छ भने तल मेन्सन गरिएको आइडीमा चाहिँ मेसेज गर्न सक्नुहुनेछ।